बुटवलको विकासको इतिहासमा तिनाउ नदीको आफ्नै कथा छ। यही नदीको पानीबाट उत्पादन भएको विद्युतले कुनै समय बुटवललाई उज्यालो मात्र बनाएन, यहाँको औद्योगिक र प्राविधिक विकासको आधार समेत तयार गर्यो। यो कथा हो तिनाउ जलविद्युत आयोजनाको। तिनाउको कथा नर्वेली इन्जिनियर ओड होप्टुनसँग जोडिन्छ। नेपालमा प्राविधिक जनशक्तिको अभाव देखेका होप्टुनले बुटवलमा प्राविधिक शिक्षा र स्थानीय सिप विकासको अभियान सुरु गरे। विक्रम सम्वत 2020 सालमा बुटवल टेक्निकल इन्स्टिच्युट स्थापना भयो। त्यसपछि नर्वेली सहयोगमा आवश्यक उपकरणहरू बुटवल ल्याइए र नेपाली प्राविधिकलाई काम गर्दै सिक्ने अवसर दिइयो। विक्रम सम्वत 2027 सालतिर तिनाउ जलविद्युत आयोजनाको निर्माण सुरु भयो। त्यस बेलाका लागि यो सामान्य आयोजना थिएन। नदीको पानीलाई पहाड भित्रबाट करिब 2462 मिटर लामो मुख्य सुरुङ हुँदै भूमिगत विद्युत गृहसम्म पुर्याइएको थियो। नर्वेली प्राविधिक अभिलेख अनुसार आयोजना चरणबद्ध रूपमा अघि बढ्यो र विक्रम सम्वत 2034 सालमै पहिलो 50 किलोवाटबाट विद्युत आपूर्ति सुरु भएको थियो। यसरी तिनाउ नेपालमा आधुनिक सुरुङ प्रविधि र स्थानीय प्राविधिक जनशक्तिको प्रयोग भएको प्रारम्भिक महत्त्वपूर्ण जलविद्युत आयोजना मध्ये एक बन्यो। पछि आयोजना विस्तार हुँदै करिब 1 मेगावाट क्षमतामा पुग्यो। तिनाउको उद्देश्य केवल घरमा बत्ती बाल्नु थिएन। यसको विद्युतले बुटवल खसेउली क्षेत्रको विद्युतीयकरण र औद्योगिक विकासलाई सहयोग पुर्याउने लक्ष्य राखेको थियो। त्यसैले बुटवलको औद्योगिक इतिहासमा तिनाउ जलविद्युतलाई एउटा महत्त्वपूर्ण मोडका रूपमा लिन सकिन्छ। तर तिनाउको यात्रा सहज रहेन। विक्रम सम्वत 2038 सालमा आएको ठूलो बाढी र पहिरोले आयोजनाका संरचनामा गम्भीर क्षति पुर्यायो। धेरैजसो संरचनामा क्षति भएपछि मर्मत तथा पुनःस्थापनाको काम गर्नु पर्यो। त्यसपछि तिनाउ पुनः सञ्चालनमा आयो, तर बाढी, गाद र पुराना उपकरणका कारण यो आयोजना लामो समयदेखि पुनःस्थापना र आधुनिकीकरणको आवश्यकतामा रहँदै आएको छ। आज तिनाउ जलविद्युत आयोजना नेपालको ठूलो विद्युत आयोजना होइन, तर यसको मूल्य विद्युतको परिमाणमा मात्र छैन। करिब 6 दशक अघि सुरु भएको यो आयोजनाले नेपालमा जलविद्युत प्रविधि, सुरुङ निर्माण, नेपाली प्राविधिक जनशक्ति र बुटवलको औद्योगिक विकासको एउटा आधार तयार गरेको थियो। आज तिनाउको पानी निरन्तर बगिरहेको छ। समय फेरिएको छ, प्रविधि फेरिएको छ, बुटवल पनि धेरै बदलिएको छ, तर तिनाउको त्यो पुरानो उज्यालोले दिएको सन्देश अझै उस्तै छ। ठूला आयोजना मात्र इतिहास बन्दैनन्। कहिलेकाहीँ एउटा सानो आयोजना पनि एउटा सहरको भविष्य बदल्ने सुरुवात बन्न सक्छ। तिनाउ जलविद्युत बुटवलको विकास यात्राको एउटा उज्यालो